मैले चाहिँ टाकोसको रेडीको लागि बनाउँदैछु। आँटा मुस्दैछु यसरी मजाले नरम मुस्नु पऱ्यो। यो चाहिँ सुपर हेल्दी टाकोस, किन ठुल्ठुलो रेस्टुरेन्टमा गएर खानु भनेर रेस्टुरेन्टमा खाएको थिएँ, त्यही यसो टेस्ट गरेको थिएँ। अन्त मैले घरमै ट्राई गरेँ। यहाँ चाहिँ भेजिसहरू सबै भेजिटेबल्सहरू मटर, गाजर, क्याप्सिकम, पत्ताकोपी, टमाटर, प्याज सबै हालेर चाहिँ यसरी चलाउँदैछु। खोर्सानी, हरियो खोर्सानी, अन्त स्प्रिङ अनियन सबै हालेर यो चप गरेर चाहिँ मजाले कम्ती तेल हालेर चलाउँदैछु। त्यहीँनिर मैले चिज पनि एड गरेँ। चिज चाहिँ अलिक कम्ती हालेको छु, किनभने फेरि त्यहाँनिर मेल्ट हुँदैन कि भनेर नि यसरी हालेँ। कम्ती आँचमा कम्ती आगो बालेर यसो गऱ्यो पकाउँदैछु। त्यहाँबाट मकै पनि, स्विट कर्न पनि मैले यहाँ हालिदिएँ। यसो गरेर चाहिँ मजाले चलाएँ, सानो आगो पारेर। हेर्नुहोस् त्यो पनि मेल्ट भइसक्यो। चिज चाहिँ धेरै हालेको छुइनँ, कम्ती हालेर बनाएको, किनकि घरमा बनाएको हेल्दी खानु पऱ्यो नि है। अन्त यसरी सानो सानो डल्ला बनाएर चाहिँ बेल्दैछु पातलो पातलो। यो चाहिँ आँटा हो है, मैदा चाहिँ होइन, आँटाको बनाएको। प्राय मैदा खानु मन लाग्दैन नि त, मुखको टेस्ट मात्रै हो क्या मैदा भिजाउँछ भनेर, त्यही भएर चाहिँ मैले आँटाकै सुपर हेल्दी। अन्त त्यो अघि बनाएको यो भेजिटेबल्सहरू सबै यहाँ रोटीमा हालेर सबै रोटीमा हालेँ। अन्त यसरी फोल्ड गरेँ। अब यसलाई चाहिँ कडक बनाउनु पर्छ। घी छ भने घी हाल्दा पनि भयो, घी छैन भने तेल हाल्नु पऱ्यो, तर कडक कडक बनाउनु पर्छ क्या यसलाई चाहिँ। यसरी मजाले बनाएँ, किन रेस्टुरेन्टमा खानु जानु होइन, आफ्नो घरको त हेल्दी पनि हुन्छ नि त है। रेस्टुरेन्टमा के हालेर मिठो बनाउँछ, आफ्नो घरमा पनि रेस्टुरेन्टभन्दा कमीको चाहिँ नहुँदो रहेछ है बनायो भने चाहिँ। है मैले चाहिँ काटेँ, तर खानु अलिकति असुविधा भएको जस्तो भयो कि, तर मैले चाहिँ काटेँ। एक्चुअलमा चाहिँ डल्लै खानुपर्ने हो, मुखमै त जाने हो नि होइन। तपाईँले जेको बनाउँदा पनि हुन्छ, नन भेज एग सबैको, मासु सासु अन्डा पनिर सबैको बनाउँदा हुन्छ। तर मेरोमा चाहिँ अहिले बिहान बिहानै मैले ब्रेकफास्टमा बनाएको थिएँ। के खानु बिहानै त फेरि कस्तो लाग्छ नि, त्यही भएर मैले सबै भेजिटेबलहरू हालेर बनाएको थिएँ। एकदम टेस्टी भएको थियो, एकदमै मिठो।